हेलो गाइज, आज चाहिँ हामीहरू पुरी खाना आँटेको। आज संक्रान्तिको दिन भनेर हैन, बिहानै तरुल सरुल लड्डु सड्डु खाइसक्यौँ। तर तपाईँहरूले देखिहाल्नु भयो होला हामीले बनाएको। सरुल पनि खाइसकि होइन, तरुल खाएपछि सरुल त यत्तिकै खाइहालिन्छ हैन। लड्डु सड्डु पनि खाइहाल्छ। लड्डु सड्डु सब खाएको। यो भाइले चाहिँ मलाई जाउँ कि जाउँ भन्दाखेरि कहाँ हिँड्यो कालु पागो गाडी खेल्न। यहाँ चाहिँ पुरा एकदम धमाधम छ, बुढाबुढी गर्दैछन्। मलाई चाहिँ भ्लग बनाउन लगाएर आफू काम गर्दैछन्। यस्तो कहाँ भेट्नु मैले, दाजु भाउजू यस्तो कहाँ भेट्नु। अब त भ्लग बना हामीहरू काम गर्छौँ भन्छन् हो, म त केही छुनै दिँदैनन्, पानी पनि छुन दिँदैनन्। हात चिक्सो हुन्छ भनेर जाडोमा म त कहाँ भेट्नु। यहाँ सुभाष दाजु चाहिँ उज्यालामा बत्ती बालेर खोज्दा नि भेट्दिनस् मैले। के भन्नुभएको अरे, आवाज सुनिन हौ, अलिकति किरिङ किरिङ आउँदैछ मेरो कानमा आयो। के भन्नुभएको अरे? दाजु भाउजू त तैँले उज्यालामा बत्ती बालेर खोज्दा नि भेट्दिनस्। त्यस्तो भाउजू त्यस्तो तपाईँले लगाएकै हुन्छ भाँडा मस्काउन। अनि अब नन्दको हात चिसो हुन्छ ठिब्याउँछ भनेर उसैले मस्काएको नि। यस्तो माया त माया गर्ने। हात ठिब्यायो भने फेरि पछि पछि बे नहुन सक्छ। अहिले हात फुट्यो भनेदेखि भन्छ आया भयो अरे पक्कै। अब त्यस्तो कुरो चाहिँ होइन, अर्कोचोटि भाँडा मस्काउँदै गर्दा भ्लग बनाउँछु अनि त्यतिखेर देखाउनु है ल। के अरे मैले पानी नछोको हुर्केकै चिसो पानीको लागि म पुरै टन्नै खेलाउँछु। खेलाएर यहाँ हेर्नु न, म यहाँ बसेको थिएँ। यो सब्जी ताप्न सुन्न, महिनामा 2-3 खेप नुहाउनु भिन्दै कुरो हो होइन, अथवा पुस महिनामा ननुहाउनु भिन्दै कुरो हो। तर म पानी टन्नै खेलाउँछु, तातो पानी मजाले खेलाइरहेको छु। ठिक छ ठिक छ। म यहाँ बसेको थिएँ सब्जी केलाउन। त जा जा काम नगर, छोडिदे, तैँले कहाँ काम गर्ने हो भन्दै यसले खेलाएको मलाई होइन। अब के भन्नु र, म आमा केही भन्न चाहनुहुन्छ? मलाई काम नगर नगर, जा भ्लग बना भन्दै यहाँ सुभाषले हेर्नु न। तपाईँ यस्तो छोरो कहाँ भेट्नुहुन्छ भन्नु त। एक्लै भएको बेला चाहिँ सघाउने कोही हुँदैन भन्नु न। यहाँ चाहिँ भाउजूले आँटा गुनेर राख्नु भएको छ मुसेर। यहाँ सब्जीको लागि आलु र इस्कुस तास्दैछ। यहाँ भाउजूले कुकर मसाइसक्नु भयो। यहाँ हाम्रो दुध तात्दैछ। यो तरुल हो गाइस, बिहानको तरुल। यता छोराले तान्दैछ, जाउँ जाउँ भन्छ। यो फेरि काम नगरौँ जाउँ जाउँ भन्छ। यसले चाहिँ कामै गर्न दिँदैन। सबैको मायै माया मात्र छ। यहाँ सुटुनिँदैछ सरखण्डा। गाइस मलाई काम लगाउँदैन भन्दा लगाइसके। रोटी बेल्न लगाएँ मलाई। यस्ता छन्, यो सबै मैले बेलेको। यहाँ देखा, पहिरो जाने पर्यो, पानी आउने पर्यो, भोलिदेखि हुस्से लाग्ने पर्यो। भोलि बिहान हुस्से लाग्यो भने भिडियो आउँछ यो आज रोटी बेलेर हो भनेर। यिनीहरूलाई म काम लगाउँदिनँ भन्दै लगाएँ। के खायो मलाई आउँदैन अलिकति। शाबास बेटा। सो हाम्रो यहाँ पुरी चाहिँ रेडी हुँदैछ धमाधम। सब्जी रेडी भइसक्यो। अब यहाँ रोटी पुरी धमाधम हुँदैछ होइन, एकदम स्पेसल हो। पुरी चाहिँ मलाई साह्रै मिठो लाग्छ है। तीमाथि तिमीले पकाएको सब्जी त म यस्तो खाइदिन्छु नि। अम्ला चाटी चाटी खान्छु क्या म सब्जी। यस्तो गर म इस्कुसको सब्जी खान्न, तर पनि अब उसले बनाएपछि खानै पर्ने रहेछ क्या। मिठो भएर खाएको खाइ मिठो भएर चाहिँ खाएको। फेरि अरू दिन चाहिँ खान्न नि म। फेरि पुरी पकाएका दिन चाहिँ एकदम स्पेसल हुन्छ सब्जी। के मिसाएको हुन्छ पनि
जादु टोना जादु टोना के छ तिम्रो राज गर्ने जादु हाल्ने के छ तिम्रो राज यस्तो यो सब्जी यस्तो मिठो बनाउने केही छैन अब तिम्रो हातको कसैले खायो भने नि त्यो मान्छेले यस्तो त अब- पछिसम्म नि याद गर्छ न, क्या अब अलिकति त मतलब अब मैले यहाँ पकाएको बेलामा आएर हेर्नु पर्यो क्या अब तपाईँ कहिले आउनुहुन्न नि त हेर्नको लागि के मोहनी जानेको छ भने पनि भनिराख त्यस्तो केही छैन अब त्यस्तो केही छैन तपाईँ अब कहिले आएर कान्छी के बनाउँदैछौ भनेर कहिले तपाईँ सोध्नुहुन्न क्या अब ठिक्क पाकिसक्छ अनि खाना मात्रै आउनुहुन्छ तपाईँ होइन हेर्न आउनु पर्यो कसरी बनाउँछु अब भोलिको दिनमा एक बार तिमीले पकाएको खाएपछि त्यो जिन्दगीभरि त्यो चाहिँ याद हुन्छ क्या मान्छेलाई थ्याङ्क यू धन्यवाद भन्न चाहन्छु म तपाईँलाई धेरै धेरै धन्यवाद गाइस मेरो यति धेरै तारिफ गरेकोमा सो हाम्रो चाहिँ यही छोटो मिठो ब्लग अब हामी यहीँ अन्त गर्छौँ है अब रात पऱ्यो अब छिटो छिटो गरेर खानासाना खाएर एकदम जाडो महिना छ सुत्नुपर्छ आगो ताप्ने एकछिन अनि त्यहाँदेखि सबैजना आफ्नो आफ्नो खाटमा लड्ने है सो एभ्री वान थ्याङ्क यू फर वाचिङ है कमेन्ट गर्नुहोस् लाइक गर्नुहोस् सेयर गर्न नबिर्सिनु हाम्रो फलोवर्स अझै बढाउनु पर्ने छ टार्गेट 10,000 को छ